सबैजनालाई नमस्ते। मैले चाहिँ अस्ति आफूमा घटेको घटनालाई चाहिँ सोशल मिडियामा प्रस्तुत गरेको थिएँ। आज चाहिँ म आफै भन्न चाहन्छु। तर मलाई सोशल मिडियामा आउनु कुनै रहर थिएन। यो मेरो बाध्यतावश म सोशल मिडियामा आएर आफ्नो आवाज उठाउन बाध्य भएको हो। मान्छेमा एउटा अत्याचार गर्नको पनि सीमा हुन्छ मान्छेले। त्यही भएर म चाहिँ यो समाज समक्ष देखाउन चाहन्छु यतिसम्म पनि मान्छे हुन सक्छन् भनेर। अहिले चाहिँ नेपालमा के छ भनेपछि विदेश नजाने कुनै पनि हुँदैन। भोलि यो घटना अरूमा पनि दोहोरिन सक्छ। हैन कसैले त भोगिरहेको पनि होलान्। तर मेरो तर्फबाट ममा कस्तो घटना घट्यो भन्ने बारेमा म प्रष्ट सबै कुरा चाहिँ म सुरुदेखि चाहिँ मेरो यो माया प्रेमदेखि लिएर यो अहिलेसम्मको यो स्थिति कसरी पुग्यो भन्ने कुरामा हजुर समक्ष सबैलाई यो यहीँबाट सोशल मिडिया थ्रु सबैलाई जानकारी गर्न चाहन्छु। सुरुमा चाहिँ हाम्रो सम्बन्ध प्रेम भनेको चाहिँ 4 वर्षको सम्बन्ध प्रेम हो। जबकि अब उसलाई मैले काठमाडौँमा 11-12 पढायो। त्यसपछि उसको चाहिँ 12 सकियो। अनि 12 सकिएपछि अब के गर्ने भन्दाखेरि अब त्यसपछि घरमा सबैले सल्लाह गरे। अनि उसको अनि मेरो अनि बुवाको त्रिपक्षीय सल्लाह भयो। अनि त्रिपक्षीय सल्लाह भएपछि अब हामीले अनि अस्ट्रेलिया र अनि अमेरिकाको दुईटा तयारी गरौँ जताको भिसा लाग्छ अनि ठिकै छ नि त भन्ने हिसाबले उता अस्ट्रेलियाको नि यता डकुमेन्टेसन गर्दै थिएँ। अनि उता युएसको पनि गर्दै थिएँ। अनि युएसको भिसा अनि लाग्यो। युएसको भिसा लागेपछि अनि ठिकै छ भनेर यता अब युएस नि राम्रै छ भोलि गएर पढाइ अब युएस भनेको त नम्बर 1 हो पढाइमा त भन्ने कुरा। अब युएस भनेको त अब एजुकेसन सेक्टरमा राम्रै छ भोलि गएर त्यहाँ पढाइ भने राम्रै फ्युचर हुन्छ भन्ने हिसाबले सबैको सहमति भएर अमेरिका पठाइयो। अमेरिका पठाउँदाखेरि यदि के भन्छु भने उसको हरेक प्रोसेस सबै कुरा चाहिँ मैले गरिदिएँ हो। सबै कुरा उसलाई चाहिँ केही पनि उसको मेल धरि युनिभर्सिटीमा गर्ने सबै एभ्रिथिङ उसको आइल्सदेखि लिएर यतिदेखि लिएर सबै खर्च हाम्रो परिवारले नै बेरेको उसको। उसले चाहिँ अहिले आएर उसले चाहिँ जुन यो धोका दिएको छ उसले यति चाँडै बिर्सिसक्यो सबै कुरा गरेको। मैले इभन उसको इन्टरभ्यू डेट बुक गर्दाखेरि 4 महिनासम्म नसुतिकन इन्टरभ्यू उसको डेट बुक गरेको छु। त्यसपछि उसले चाहिँ गएको 3 महिनापछि चाहिँ हाम्रो सम्बन्ध 3 महिनासम्म चाहिँ राम्रै थियो। 3 महिनासम्म बोल्ने सबै कुराहरू सेयर हुने गर्थ्यो। बिस्तारै चाहिँ अब फोन गर्न छोड्ने फोन नउठाउने गर्न थाल्यो। मैले भने किन हो यस्तो के भने मेरो एकचोटि नि फुर्सद हुँदैन भनेर म टाइम भएको बेला आफै गर्छु। त्यहाँबाट नगर्नु फोन। त्यहाँबाट फोन गरेपछि म आफै ब्लक गरिदिन्छु फेरि भनेर यस्तो उसले थ्रेड जस्तो दिने कि। अनि मैले भने हुन्छ त ठिकै छ भनेर मैले ठिकै छ अब जहिले टाइम हुन्छ त्यति गर्नु भन्दाखेरि उसले 10 दिनमा गर्थ्यो 15 दिनमा कहिले काहीँ गर्थ्यो। इभन त्यति फोन गरेको बेला पनि उसले चाहिँ राम्रोसँग नबोल्ने कि त बाथरुम टोइलेटमा गएर बोल्ने कि त रातिको टाइममा पनि आँगनमा गएर बोल्ने कि कुरा गर्नलाई। अनि मैले अनि अब त्यतिसम्म गरेपछि कसको मनमा शङ्का उत्पन्न हुँदैन भने त्यतिसम्म गरेपछि अनि मैले भने किन यस्तो गरेको के हो भन्दाखेरि उसले चाहिँ पुरै इन्कार गर्ने कि कुरै नसुन्ने कुरै पनि नसुन्ने केही पनि नगर्ने कि उसले चाहिँ केही पनि नसुन्ने। त्यसपछि मैले भने यस्तो गर्नु हुँदैन यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन भन्दाखेरि 1 महिनासम्म पनि कुरा नगर्ने। त्यसपछि मैले बिस्तारै थाहा पाएँ कि मलाई त युएसबाट फोन आइसकेको ठाउँबाट। अनि भनिसक्यो अब सबै कुरा देखिसक्यो। उसको मेल त मसँग लगिन थियो नि त त्यतिखेर युएसको प्रोसेस मैले गरिदिन्थेँ। अब हरेक कुरा उसको लोकेसन चाहिँ देखिरहेको छ कि त्यो पाकिस्तानी केटाको हरेक टाइम गएको लोकेसन देखिरहेको छ। यो लोकेसन चाहिँ मलाई सोध्थ्यो काम गर्ने ठाउँको लोकेसन हो कि के हो सोचिरहेको थिएँ। जब मैले युएसबाट त्यो लोकेसन लगाएर पत्ता लगाएँ त्यो लोकेसन चाहिँ फेरि त्यो पाकिस्तानीको लोकेसन रहेछ कि हरेक टाइम त्यहाँ गएको म चाहिँ काम गरिरहेको कि के हो कि भनेर सोचिरहेको थिएँ। तर त्यस्तो अनि जब मैले यो कुरालाई भने यस्तो किन गरिरहेको भने उसले चाहिँ पुरै टोटली त्यसपछि उसले चाहिँ कटबै गरिदियो कि त्यसपछि कुरा गर्ने उसले भने यस्तो नभएको कुरा या ऊ भन्दै थियो। फेरि भने मैले म पत्याउँदिनँ अब कसैले अब उसको व्यवहारै देखिरहेको छ कसैले तेरो यस्तो गर्दैछ युएस मस्तो गर्दैछ भनेर म किन पत्याउँथे जब उसको व्यवहारले त्यो देखाइरहेको छ भने म अभियसली मैले पत्याउने होइन। मसँग प्रुफ पनि आइसक्यो सबै कुरा भइसक्यो हरेक कुरा भइसक्यो। उसको त्यो जुन मोबाइल किनिदिएको छ वाचेसहरू किनिदिएको छ त्यो नयाँ लुगाहरू किनिदिएको छ सबै त्यो पाकिस्तानले किनिदिएको एभ्री कुरा पाकिस्तानले किनिदिएको। मैले भनेको बरु गलत बाटो गर्नु भन्दा कसैले अहिले युज गर्न खोजिरहेको हुन सक्छ भोलि गएर दुःख पाइन्छ आफ्नो परिवार नबिगाड हाम्रो के हुन्छ भोलि गएर भविष्य खराब हुन्छ दुईटैको आफ्नो पनि खराब हुन्छ मेरो पनि खराब हुन्छ यस्तो नगर भन्दाखेरि चाहिँ उसले चाहिँ भने के भविष्यमा त अमेरिका पुगिसक्यो नेपाल कहिले फर्किँदैन के भविष्य नेपालीलाई त मलाई नेपाललाई यति नेपाललाई यति उसले नेपाली हुनुमा उसले चाहिँ गिल्टी फिल जस्तो कुरा गर्ने कि त्यतिखेर पनि उतिखेर एकचोटि मैले यो नेपालको प्रोसेस भएको चाहिँ त्यतिखेर हाम्रो नेपालमा त्यस्तो भइरहेको छ घर चलिरहेको छ त्यो नेपाल त्यस्तै त हो किन काम र काजको तेरो घर त चलेन नि यस्तो शब्द सुनाउने कि उसले चाहिँ त्यतिसम्म भन्ने कि। अनि बिस्तारै गरेर उसले चाहिँ कटबै गरेर कुराकानी गर्न कटप गरेर अहिले चाहिँ उसले चाहिँ यतापट्टि हाम्रोपट्टि चाहिँ एकदम नराम्रो शब्दहरू आफ्नो बाबालाई उति गए कि बिना कामले उसले चाहिँ किनकि अरूसँग घुम्नु सरसँग मोज मस्ती गर्नु छ अब ठाउँमा पुगिसक्यो भने उसले चाहिँ पुरै स्वर्गमा जस्तो फिल आइरहेको कि उसले चाहिँ अब उसले चाहिँ आफ्नो आमाबाबुपट्टि चाहिँ कुरा गर्ने उतापट्टि सबै कुरा गर्ने सेयर गर्ने उतै गर्ने गरेर अब मसँग कटप गरेर मैले फोन गरेको टाइममा के भन्ने एज अ मेरो आमा बाबु जे कुरा गर्नु छ मेरो आमा बाबुसँग गर मसँग केही पनि गर्ने कुरा जे हो मेरो लागि मेरो आमा बाबु एज अ मेरो आमा बाबु जे भन्नु छ जे गर्नु छ आफ्नो लागि पैसा लगानी सक्ने सबै मेरो आमा बाबुले तिर्छ तिमीहरुको भनेर मलाई भने। अनि मेरो मम्मी बुवाले त इभन उसँग बोल्न नि पाएन बुहारी तिमीले के गरेको कस्तो गरेको भनेर मेरो आमा बाबुको आत्मा कति रोग होला कि यो कुराले उसले चाहिँ जुन यो गर्यो यति राम्रो जिन्दगी छ सबै कुरा छ मान्छेले गरेर खान सक्थ्यो होला गर्थ्यो होला। यहाँबाट मम्मी बुवाले हामीले भनेको पनि अप्ठ्यारो पऱ्यो भने यहाँबाट पैसा पठाइदिन्छौँ सकिने भने पनि बस्ने मन छैन भनेपछि नेपाल आऊ नेपालमै गएर पढ्नै पढ्दा पनि भइहाल्छ भनेको उसले चाहिँ सुन्दैन कुरै सुनेन किन आउने अमेरिका पुगेको मान्छे नेपाल कहिले फर्किन्छ यस्तो शब्द सुनाउने कि। अनि उसले चाहिँ अनि के भनेपछि तिमीलाई पठाएको कसले भन्यो त तिमीलाई मान्छे अरू सुन जग्गा घरमा लगानी गर्छ तिमीहरू मान्छे इन्भेस्ट गर्ने उस्तै त हो नि भन्ने। अब यो कुरा सुन्दा आमा बाउले त छायाबाट खसे जस्तो भइहाल्यो हामीले को मान्छेलाई पठाएको उनीहरू त छ गरिहाल्यो अब हामीले बुहारीलाई नै पठाऊ कि अरूकै मान्छे पऱ्यो त यो अभियसली त्यो सोध्ने त जसको पनि भइहाल्यो नि त्यस्तो उनीहरूले त फोनै गर्न पाएन एउटा बुहारी के हो किन गरेको भन्न नि पाएन। अब उताबाट अनि आमा बाउ एज अ भनेपछि मैले उता आमाबालाई रिक्वेस्ट गरेँ मामा यसो रश्मि यसो भन्दैछ किन यस्तो गर्दैछ यस्तो नगरे भए हुन्थ्यो समाज छ भोलि के हुन्छ एकचोटि बिहे गरिसकेपछि डिभोर्स भयो भने समाजमा इज्जत के हुन्छ भोलि डिभोर्सको ट्याग लाग्छ मान्छेहरू एकदम नराम्रो हेर्ने दृष्टि नराम्रो हुन्छ भन्दाखेरि उहाँले चाहिँ सुरुमा हामी सम्झाउँछौँ तपाईँ चुप लागेर बस्नुहोस् उसँग कुरा नगर्नुहोस् हामीसँगै कुरा गर्नुहोस् हामी सम्झाउँछौँ भनेर मलाई 3 महिनाको म्याद दियो। अनि म 3 महिनासम्म चाहिँ एकदमै कुरेर बसेँ 3 महिनासम्म त्यो पुरै मेरो चाहिँ प्रतीक्षा चाहिँ यस्तो थियो कि कुरै छोड्यो कि म रात दिन अब के खबर आउँछ भन्दाखेरि चाहिँ लास्टमा आएर अनि उहाँबाट फोन आएर फेरि मैले गरेँ 3 महिना बितिसक्यो केही पनि कुरा आउँदैन। अब बाबालाई फोन गरेँ मैले उहाँको बाबालाई फोन गरेपछि के भयो त बाबा अब खबर भन्दाखेरि अब रश्मिले त मिल्दैन भन्यो अब हामीले के गर्न सक्ने अब उसले मिल्दैन भनेपछि ठिकै छ नि त अब हजुर पनि पढेको मान्छे छँदैछ ठिकै छ नि त सबै कुरा हजुरको पनि ठिकै छ भोलि उमेर छ सबै छ अब राम्रो पाइहालिन्छ नि भने त्यो शब्द सुन्दाखेरि मैले के भने म कति टुटे कि म डिप्रेसनमा गएँ त्यसपछि यो शब्द सुनेपछि म 3 महिना चाहिँ डिप्रेसनमै गएँ। डिप्रेसनमा गएर सहदा अहिले आएर लास्टमा आएर केही बाध्य केही नलागेर म सोशल मिडियामा बोल्न बाध्य भएँ। उनी उहाँले के पनि भन्नुहुन्छ भने के पनि भन्नुभयो भनेपछि एउटा बुवाले बोल्ने शब्द यस्तो हुन्छ नेपाली सोसाइटी समाजमा कतातिर जाँदैछ हाम्रो सोसाइटी उहाँले के भन्नुभयो भने छोरीको लागि म मेरो घर जग्गा भित्र पनि लड्न तयार छु तपाईले के गर्नु उसिसँग लाग्नु पर्ने के छ त तपाईले छोड्दिनुहोस् न रेडी बसिदिनुहोस् न त यस्तो शब्द भन्ने के भने उसले गएको पैसा म त्यो दिन्छु उसले गएको पैसा तपाईँको लागि म त्यो दिन्छु उसँग चाहिँ कन्ट्याक्ट नगर्नु उसलाई फोन नगर्नु गऱ्यो भने हामीले गर्नु भने। त्यसपछि यहाँ यताबाट पनि मम्मी बुवाले अनि यसो किन गर्दैछ त भनेर उताको मेरो मम्मी बुवाले फोन गर्न खोजे उहाँले फोनै उठाउनु भएन जस्ट मसँग मात्र कुरा गर्ने मेरो मम्मीसँग कसैले पनि कुरा नभने कि न छोरीले गर्ने न उताको आमा बाउले गर्ने। अनि त्यतिखेर डिप्रेसनमा गएँ म त्यो दुईचोटि मेरो सहनै नसकेर मेरो दिमाग त्यतिखेर के भएको थियो म पनि त्यस्तै अवस्थामा थिएँ सहनै नसकेर न राति छ न निद्रा छ न केही छ नि न आफूलाई खाएको थाहा हुन्छ न केही गरेको थाहा हुन्छ न हिँडेको पनि थाहा नपाउने कुरो। अनि मैले चाहिँ एकचोटि अब सोचेँ मेरो आमा बाउको पैसा पनि गयो सबै डुब्यो अब बुढी पनि रहेन पैसा पनि रहेन अब मैले बाँचेर के काम जस्तो मलाई एकदम नेगेटिभ दिमागमा यति धेरै नेगेटिभ थट्सहरू आउन छोड्यो। त्यसपछि मैले दुईचोटि सुसाइड गर्ने कोसिस गरेँ दुईचोटि सुसाइड गर्ने कोसिस गरेपछि चाहिँ एकचोटि चाहिँ मैले बाइक चाहिँ मैले जति स्पिड थियो बाइकको त्यति हाँकेर बाइक चिलेर गएको थिएँ म त्यतिखेर त्यो पनि सुसाइड फेल भयो। एक दिन म राति
उठेर जाँदै आमा बाबुले देखिहाल्यो ढोका ढोकाएर देखेर अनि अब म तर कहाँ जान्थेँ मलाई थाहा थिएन त्यतिखेर चाहिँ अब त्यो देखेपछि अनि दोस्रो दिनदेखि मेरो आमा बाबु मेरो रुमको ढोकामा सुत्न थाल्यो अनि त्यसपछि चाहिँ उनीहरू चाहिँ यो छोराले भोलि केही गरिदिने हो कि भनेर अब उतिखेर चाहिँ म कमजोर भएँ त्यतिखेर चाहिँ एकदमै आमा बुवा भन्दा पनि अब आमा बुवा भन्दा पनि म कमजोर भएँ अब अहिले म जस्ट अब चाहिँ बिस्तारै मेरो सबै कुरा ठिक हुँदैछ म सबै कुरा ठिक भइसकेर जाने जाओस् जानेलाई त कसैले पनि रोक्न सक्दैन तर जाओस् कसैको घरबार भत्काएर कसैको सपना कुल्चेर कसैको जिन्दगी बर्बाद गरेर यसरी कसैले पनि नजाओस् म चाहिँ त्यो भन्न चाहन्छु तर त्यो मान्छेले चाहिँ यतिसम्म पनि 4 वर्षको सम्बन्धलाई यति सजिलै त्यागिदियो कि कुनै पुरै बिहे भनेको त मजाक जस्तो बनाइदियो कि ए आयो गयो खेल्यो केटाकेटी खेल्यो जस्तो खेल बनाइदियो उसले चाहिँ अब के भन्ने अब त्यसपछि चाहिँ अहिले चाहिँ कसैले पनि कुरा गर्ने अहिले चाहिँ के भएको छ भनेपछि उसको बुवाले चाहिँ मलाई अस्ति मैले पोस्ट गरेँ त्यो पोस्ट देखेपछि मलाई चाहिँ फेसबुकमा ब्लक गरिदियो अनि त्यसपछि चाहिँ यता इष्टमित्रहरूले हाम्रोतिरको सबै रिलेटिभ्सहरूले चाहिँ एउटा फोन गर्दाखेरि कसैको फोन पनि उठाएन कि अनि ऊ केटीले पनि आफ्नो मैले त्यो युजर नेम चाहिँ उसको आफ्नो त्यो स्ट्याटसको तल लेखिदिए त्यो उसले स्ट्याटस चेन्ज गरेर आफ्नो फोटो हटाइसक्यो उसले चाहिँ टिकटकमा फोटो त हाम्रो युएस गएको 3 महिनापछि टिकटकको फोटोहरू भिडियोहरू त उसले पहिले नै हटाइसकेको थियो बिहे गरेको फोटोहरू यताउति पहिला नेपालमा हुँदाखेरि ती चिजमा यताउति सबै भिडियो बनाएको थियो सबै डिलिट गरिसकेको थियो उसले चाहिँ प्राइभेटमा राखिरहेको थियो होला अहिले मैले हिजो अर्को बार हेर्दाखेरि वाला एक दुईवटा भिडियो सुन्दर लागेको मैले देखेँ त्यो अगाडि थिएन उसले चाहिँ त्यो पाकिस्तानीसँग लागेपछि उसले चाहिँ पुरै टोटली नै कन्ट्याक्ट गरेँ म 100% ठोका गरेर भन्न सक्छु तँ 100% ठोका गरेर म जेसुकै सजाय भोग्न तयार छु यदि मैले युएस पठाउनु कुनै मेरो गल्ती उसलाई मेरो उप्रति मैले उसको भविष्य बनाउनु खोज्नु आफ्नो लागि हाम्रो भविष्यको लागि सोच्नु मेरो कुनै यो गल्ती हो भने म जुनसुकै नेपालको कानुन बमोजिम म जुनसुकै सजाय भोग्न तयार छु मेरो छातीमा गोली हानेर मलाई मारियोस् म त्यो चाहन्छु जब तर अरूको परिवार यसरी भट्काएर अरूको आमा बाबु नराति सुत्नु छ नखानु छ परिवारलाई एउटा फर्स्ट नस बनाएर यसरी कसैले पनि कसैको परिवार भत्काउने हक कसैले पनि हुँदैन त्यही भएर म के भन्न चाहन्छु भने यो म त एउटा उदाहरण मात्रै हो यो समाजमा म जस्ता कयौँ आमा बुवाको घर भत्किएका होलान् कयौँ घर सपना टुटेका होलान् यस्तो मान्छेले गर्दाखेरि हैन म चाहिँ उसलाई चाहिँ यहाँ दोष दिन यो गर्न त्यो गर्न कुनै आएको होइन यस्तो भोलि हुन सक्छ भनेर मैले भिडियो बनाउनुको कारण भनेकै मेरो जस्ट सोशल अवेरनेसको लागि हो भोलि समाजमा यस्तो पनि हुन सक्छ भनेर अब मेरो आमाले कहिलेसम्म टाउको झुकाइरहने मैले कहिलेसम्म टाउको झुकाइरहने त्यो समाजको अगाडि पठाउनु पनि हामीले सबै गर्नुपर्ने उसलाई जे गर्नुपर्ने सबै उसलाई ठाउँमा पुर्याउने हामी फेरि गल्ती नै हामी भएर समाजको अगाडि कसरी झुकिरहने म यो सक्दैन भनेर म सोशल मिडियामा बोल्छु म हजुर ढुक्क हुनु म छु हजुरको छोरो छ जबसम्म म छु जबसम्म म जिउँदो छु हजुरलाई केही पनि अप्ठ्यारो पर्दैन भनेर म चाहिँ अहिले मम्मीलाई कन्भिन्स गर्छु उनीहरू चाहिँ अहिले कमजोर भएको छ म सक्दैन कि अब म यो आवाज चाहिँ म दबाउन सक्दैन जुनले उहाँले जो कुरा गर्नुभयो अहिले त इभन यतिसम्म कि गर्दा गर्दा थाहा छैन उसले उहाँले के भने भनेपछि उता छोरीलाई डिभोर्सको लागि कागजको पेपर पठाइसकेको रहेछ कागजको पेपर पठाउँदा जब मलाई थाहै छैन जब अनि वकिलबाट उहाँले भन्नुभयो वकिल र उहाँको फोन आएपछि मैले थाहा पाएँ कि अनि डिभोर्सको पेपर पठाउनु भयो भनेर भन्छन् उहाँले डिभोर्सको पेपर पठाएको छ अब डिभोर्स गर्नु पर्यो उहाँले वारिसनामा पठाएको छ अब भन्नुभयो उहाँले मैले बुवालाई फोन गर्दाखेरि पठाएको छ मैले भने मेरो कन्सर्न बिना कसरी पठाएको त हजुरले मलाई सोध्नु पर्दैन एकछिन पनि कसरी पठाएको त भन्दाखेरि त्यो सोध्नै पर्दैन नि त्यसमा त्यो त हामीबाट हुने कुरा हो त्यो त हामीले गर्ने काम त हामीले गर्न पाउँछ नि तपाईँले के भएर म तपाईँलाई चेक दिन्छु त्यो चेक दिएपछि डिभोर्स गरिदिनु न के छ र तपाईँले गएको पैसामा म चेक दिइहाल्छु चेक त्यो बाउन्स हुने कुरा पनि हुँदैन मैले अदालतमा दिएको चेक पनि कतै बाउन्स हुन्छ र भनेर यतिसम्म भन्ने कि तपाईँ मैले सहनै नसकेर म बाध्य भएर म अहिले आएको हो यो सोसियल मिडियामा म कसैलाई यहाँ कसैले कसैको परिवार भत्काउन यति सजिलो छैन कि ऊ युएसमा छ अरे 10 बिहे गर्ला जे गर्ला त्यो गर्ला तर म त नेपालमा छु नि म त सोसाइटीमा बसेको छु आमा बाबु सोसाइटीमा बसेको उसको आमा बाबु पनि सोसाइटीमा बसेको छन् यो कुरा बुझ्नु पर्दैन मैले यति रिक्वेस्ट गरेँ हार गुहार गरेर मम्माले के भने मम्मा यस्तो नगर्नु भन्नु छोरीलाई यो गर्नु हजुरको खुट्टा ढोक्छु भनेर हार गुहार माग्दा पनि कति सम्झाउँदा फोन गर्दा पनि केही पनि लागेन मैले भनेको उहाँले म सोसियल मिडियामा जान्छु भोलि समाज छ अनि समाजले उठ्यो भने नेपाली समाज उठ्यो भने हजुरलाई थाहा हुन्छ सबैलाई ए जे गर्न मन छ गर्दा हुन्छ हामीलाई केही फरक पर्दैन मिडिया पनि के हो एक दुई दिन आएर यो हल्ला गर्ने भयो त्यसपछि सकिहाल्यो त्यस्तो भन्ने कि अहिले चाहिँ अब उनीहरूले जब अब यो पावर देख्यो होला नि त अब नेपाली समाज पनि रहेछ भन्ने कुरा अब थाहा भयो होला अहिले बिचल्ली भएको छ अब कसैले कसैको फोन उठ्छ कसैले ब्लक हानेछ कसैले हिँड्दैछ केटीले पनि मेरो इष्टमित्रहरू अब रिलेटिभ्सहरूलाई पनि सबलाई ब्लक गरेर हिँड्छ त्यस्तो हुन्छ मान्छेको जिन्दगी यति सजिलै कसैले बिगार्न सक्दैन बरु कसैलाई सुरुमै लाग्छ भनेपछि कसैसँग जिन्दगीमा काट्न सक्दैन हैन सुरुमै जिन्दगीमा कसैसँग काट्न सक्दैन भने कमिट गर्न सक्दैन भने सुरुमै बिहे नै भन्नु कि सुरुमा म चाहिँ सबैलाई भन्छु बिहे चाहिँ नगर्नु कसैको भविष्य खेल लाग्दैन या केटा होस् या केटी दुइटै पीडित जो पनि हुन सक्छ कुनै ठाउँमा केटी पीडित धेरै भयो भने देखाएको कुनै ठाउँमा केटा पीडित पनि भएको देखाएको छ दुइटै इक्वल हुन् दुइटै कसैले घरबार बिगार्ने कसैको त्यो गर्न पाउँदैन आफूले पाए भन्दैमा कसैको घरलाई लात हानेर आफ्नो ठाउँमा पुगेपछि कसैले पनि पाउँदैन कसैको अधिकार पनि हुँदैन त्यही भएर म चाहिँ यही भन्छु सकेसम्म कसैले पनि मेरो जस्तो घटनाहरू नघटोस् भविष्यमा हैन कसैको घटिरहेको छ भने पनि समाजको अगाडि हामीले टाउको झुकाउने हैन जसको अब अन्याय नै छैन जसले उसकै भलाइका लागि काम गरेछ भने कि हामीले टाउको झुकाएर हिँड्नु पनि मेरै आमाले टाउको झुकाएर हिँड्नु पनि जसको जसले त्यो ठाउँमा पुगेछ उसकै टाउको झुकाएर हिँड्नु पनि त्यही भएर मैले भनेको म सक्दैन भनेर वास्तवमा आएर सोसियल मिडियामा बोल्न बाध्य भएको त्यही भएर उसले चाहिँ केटीले चाहिँ इभन जे गर्यो पाकिस्तानले मैले यति सम्झाएको नगर त्यस्तो भोलि युज गर्नको लागि हो त्यो खाने पिने सबै त्यो लुगा दिने यो फोन दिने पैसा हालिदिने मोबाइलमा त्यो सबै कुरा गरिदिने त्यो भोलि त्यो नराम्रो हुन्छ त्यो एक दिनको देखावटी भोलि गएर अप्ठ्यारो हुन्छ आफ्नै घर नबिगाड भने नेपालमा फर्किने होइन नेपाल फर्किने को फर्किँदैन नेपाल अब भनेको पुरै उसले त्यस्तो पुरै यतिसम्म गिल्टी फुल्ने हामी परिवारप्रति के हामीलाई त पुरै के त्यो गोबरको किरा सम्झिने कि उसले चाहिँ यतिसम्म पनि मान्छेले कसरी गर्न सक्छ 4 वर्षको सम्बन्ध एकछिनमा कि पुरै 1 वर्ष नपुग्दै उसले चाहिँ यस्तो व्यवहार देखायो यो चाहिँ ममा मात्र होइन अरूमा पनि घटिरहेको होला त्यही भएर म अरू सोसियल मिडियालाई पनि के भन्छु भनेपछि म प्रश्न भन्छु मैले आफै बोलेर मैले कसैले यो हाम्रो पोस्ट हालिदिनु हार मैले कसैले पनि गरेन म आफै बोलेर म भन्छु कसैले केटीलाई पनि दोष गरेर अब कसैले पनि त्यो भिडियोहरू पोस्टहरू नगरिदिनु हैन मैले चाहिँ सोशल अवेरनेस गराउनको लागि चाहिँ यस्तो पनि घटना हुँदो रहेछ समाजमा यतिसम्म पनि मान्छे गर्न सक्दो रहेछ हैन भनेर चाहिँ मैले यो भन्न खोजेको हो त्यही भएर हजुरले सबैले उसको चरित्र जे जस्तो थियो अब उसलाई नै थाहा होला हैन उसले चाहिँ किन यस्तो गरे उसलाई नै थाहा होला तर उसलाई चाहिँ टार्गेट गरेर कसैले पनि सोशल मिडियामा चाहिँ पोस्ट नगरिदिनु होला तर यति कुरा हो कि यस्तो पनि समाजमा हुँदो रहेछ यतिसम्म पनि बाबाआमाले गर्दा रहेछन् आफ्नो छोरीलाई यदि पैसाको लागि पनि यतिसम्म मान्छे मैले जान्छ मैले कल्पना पनि गरेको थिएन कि अस्ति मात्रै भर्खरै पनि उहाँ बुवालाई उता आएको छ पैसा आएको त्यो छोरीले त्यही पैसा उताबाट पाकिस्तानसँग लिने अनि उता बाउले पठाउने त्यही पैसा बाउले मलाई दिएर अनि डिभोर्स गर्न खोज्ने यो कहाँसम्म गर्ने होला के चाहिँ कतिसम्म गर्ने होला मैले यही दिन देख्नलाई मैले आफ्नो बुढीलाई मैले युएस पठाउँ होला त अब भोलि हाम्रो सपना होला सुन्दर होला के सोचेको थिएँ 4 वर्षभित्रमा मेरो कति धेरै मेमोरी बनिसकेको थियो कि म त मलाई मात्र थाहा छ त्यो मान्छे पहिला यस्तो थियो नेपालमा चाहिँ राम्रै थियो केही पनि थिएन हामीहरू जे कुरा पनि मिलेर गर्थ्यो सेयर गर्थ्यो सबै कुरा गर्थ्यो तर युएस गएपछि उसले चाहिँ पुरै चेन्ज भयो नेपालमा हुँदाखेरि चाहिँ इभन आफै पनि विचार गर्नु नेपालमा हुँदाखेरि हाम्रो अहिले मेरो बच्चाहरू केही पनि भएको छैन उसले चाहिँ बच्चा भएको छैन बच्चाको नाम धरिराख्थ्यो कि अब भनेपछि त्यो पीडा मेमोरी त कति सके म सम्झेर चाहिँ मलाई एकदमै गाह्रो हुन्छ त्यही भएर म चाहिँ यो जस्ट सोशल अवेरनेसका लागि मैले चाहिँ यो भिडियो हालेको यस्तो पनि हुन्छ हुनसक्छ भोलि यो घटना कसैमा नघटोस् कसैले पनि बुढा र बुढी इभन यदि छुट्टियो भने यो घटना चाहिँ धेरै म्याक्सिमममा आउने नै रहेछ कि मैले धेरै जस्तो विचार तर यो कुरा अरूले दबाएर राख्छ मैले चाहिँ सकिनँ है त्यही भएर जे हुनु त्यो लाइफमा भइहाल्यो ठिकै छ अब उसको त्यो केटीको अब ठिकै छ अब राम्रो होस् सफल होस् मलाई केही भन्नु पनि छैन उसको आमा बाउलाई पनि मैले केही भन्नु छैन यति हार्ड वर्क गर्दा 10 महिना 8 महिनासम्म पुऱ्याउनलाई डिप्रेसनमा पार्दैन भत्काउनु पर्दा उनीहरूले दयामाया उनीहरूमा पलाएन भने अब के भन्नु छ मैले बस मैले यति भन्नु थियो सबै समाज
नमस्ते, मेरो नाम चाहिँ रश्मि पनेरू। अहिले हजुरहरूले मेरो भिडियो फोटोहरू सबैतिर देख्नु भएको होला, फेसबुक तथा टिकटकमा अनि अन्य सोसियल मिडियाहरूमा देख्नु भएको होला। खास गरी चाहिँ टिकटकमा चाहिँ धेरै नै मान्छेहरूले मेरो फोटोहरू युज गरेर अनि नराम्रो नराम्रो भनिराख्नु भएको छ। अनि मैले कमेन्टहरू पनि देख्दै थिएँ, एकदमै धेरै मान्छेहरूले कमेन्ट पनि नराम्रो गर्नुभएको थियो। म तिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ एउटा साइडको मात्रै स्टोरी सुनेर, एउटा मान्छेले भनेको अनुसार मात्रै सुनेर पढेर कसरी एउटा मान्छेलाई जज गर्न सक्नुहुन्छ, कसरी मलाई नराम्रो बनाउन सक्नुहुन्छ? हजुरहरूलाई के थाहा छ मेरो लाइफको बारेमा? रियालिटी के भइरहेको छ, रियालिटी के हो भनेर हजुरलाई के थाहा छ र? केही पनि थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर फेसबुकतिर टिकटकतिर के कुरा भइरहेको छ भन्दाखेरि चाहिँ म यहाँ अमेरिकामा केटासँग लिभिङ टुगेदरमा बसिरहेको छु, त्यो पाकिस्तानी केटासँग। यहाँ हामी दुईजना सँगै अपार्टमेन्टमा बसिरहेछौँ भन्ने कुरा छ, जो कुरा सत्य होइन। यदि जसले भन्दैछ भनिरहेको छ जो मान्छेले हामी यहाँ सँगै बसिरहेछौँ भनेर, त्यो मान्छेलाई प्रुफ माग्नुहोस्। यदि त्यो मान्छेसँग प्रुफ छैन भनेपछि म दिन्छु हजुरहरूलाई प्रुफ। मसँग छ, हरेक महिना मैले रेन्ट पे गरेको मसँग सबुत छ। म यहाँ एउटा सानो अपार्टमेन्टमा हामीहरू कसरी स्ट्रगल गरेर सबै स्टुडेन्टहरू, सबै मेरो केटी साथीहरू, हामी 4 जना बस्थ्यौँ। सबै साथीहरू मिलेर बसेर गरेर कसरी सबै गरिरहेको थियो मलाई मात्र थाहा छ, त्यो कुराहरू हजुरलाई थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर मेरो बुवालाई चाहिँ नराम्रो बनाइराख्नु भएको छ हजुरहरूले। बिहे गर्दाखेरि भगाएर मलाई ल्याउँदाखेरि उसले मेरो मम्बाको पर्मिसन लिएर भगाएर ल्याएको होइन नि मलाई। बिहे गर्दाखेरि उसले मेरो मम्बालाई सोधेको थियो। अनि अहिले चाहिँ मेरो मम्बा चाहिँ मेरो बुवा चाहिँ बिचमा कहाँबाट आउनुभयो? अनि अर्काको बुवालाई, अर्काको फ्यामिलीमाथि अनि यत्तिकै जे पाए त्यही अनि दोष लाउने, अनि अर्काको बुवालाई नराम्रो भन्ने, तपाईँहरूलाई यो हक कसले दियो? कसैलाई जज गर्ने, कसैको बारेमा नराम्रो भन्ने। अनि सबैजनाले भनिराख्नु भएको छ कि त्यो भाइलाई न्याय मिल्नुपर्छ अरे, न्याय दिन्छौँ रे। न्याय दिनलाई गर्नलाई तपाईँहरू को हो र? जज छ त, कोर्ट छ त, उनीहरू भएको के फाइदा? नि तपाईँहरूले नै न्याय दिने भए, सबै डिसिजनहरू तपाईँहरूले नै बनाउने भए त के हुन्थ्यो र? आफ्नो भ्युज बढाउनको लागि, आफ्नो लाइकहरू बढाउनको लागि यत्तिकै मान्छेको कसैको पनि फोटो युज गरेर यत्तिकै जे पाए त्यही बोल्न पाउँछ, गाली गर्न पाउँछ। मेरो इमेज छैन, ऊ छैन, मेरो इज्जत छैन। अनि अर्को कुरा चाहिँ धेरै मान्छेहरूले इभन मलाई मेरो इनबक्समा पनि आएर भन्नुभएको छ कि ऊ भाइसँग कन्ट्याक्टमा आऊ रे, उसँग कुरा गरेर यो गर भनेर भन्नुभएको छ। मैले उसलाई कुनै ठाउँबाट पनि ब्लक गरेको छैन, इन्स्टाबाट पनि, फेसबुकबाट पनि, कुनै ठाउँबाट, व्हाट्सएपबाट पनि, कहीँबाट पनि मैले उसलाई ब्लक गरेको छैन। सबै ठाउँबाट ऊ मेरो कन्ट्याक्टमै छ। अब हामीहरूको यस्तो भइरहेको भएर अहिले कुरा मात्र नभएको, मैले कहीँ कुनै ठाउँबाट केही पनि गरेको छैन उसलाई। अनि अर्को कुरा चाहिँ अब उसको पैसा फिर्ता गर भन्ने कुरा भएको छ। उसको पैसा खायो रे, गऱ्यो भन्नुभएको छ। अनि त्यो कुरा पनि म त्यो कुरा पनि म हजुरहरूलाई भन्छु, त्यसको आन्सर पनि म दिन्छु हजुरहरूलाई। हामी दुईजना फ्यामिलीले बसेर नै सबै चिज गरेरै हामीले डिसिजन बनाएर उसको पैसा रिटर्न गरिदिने भनेर भनेको। अनि अर्को कुरा चाहिँ हाम्रो पैसा यति लागेको उति लागेको भनेर भन्नुभएको छ यता युएस पठाउँदाखेरि। त्यो कुरामा पनि म के भन्न चाहन्छु, मेरो बुवाले पनि आधी पैसा लगाउनु भएको थियो, आधी पैसा मेरो बाबाले पनि दिनुभएको थियो, सो हेल्प गर्नुभएको थियो हामीलाई। अनि त्यही भएर अनि मेरो बुवाले चाहिँ हामीहरूले दुईजना परिवार बसेर मिलेर चाहिँ अनि हामीले के भनेको थियौँ भन्दाखेरि सल्लाह गरेको थियौँ पैसा चाहिँ अनि दिने भनेर भन्नुभएको थियो। अनि अर्को कुरा के भन्दाखेरि चाहिँ मसँगै मेरो फोटोहरूसँगै अनि पछि अर्को त्यो केटाको पनि फोटोहरू हजुरहरूले लाएर जे पाए त्यही अनि उसको बारेमा पनि भन्नुभएको छ, गर्नुभएको छ। उसलाई मैले चिनेको छु, मेरो साथी हो। अब अमेरिकामा कोही बसिराख्नु भएको छ, यो भिडियो हेरिराख्नु भएको छ भनेपछि उहाँहरूलाई थाहा होला युएसमा आएर कस्तो हुन्छ, को मान्छे कतिखेर काम लाग्छ भन्ने कसैलाई पनि थाहा हुँदैन। हेल्प सबैको चाहिन्छ, सबैसँग राम्रोसँग बोल्नुपर्छ, मिलेर बस्नुपर्छ। त्यो त्यसमा केही ठुलो कुरा भएन। हेल्प जसलाई पनि जतिखेर पनि चाहिन सक्छ, हुनसक्छ। अनि सबैतिर मैले देखेको के भन्दाखेरि एउटा त्यो स्क्रिनसट छ जुनमा चाहिँ त्यो केटाले चाहिँ मलाई $1000 चाहिँ पठाएको छ। त्यो के हो कुरा भन्दाखेरि म भन्छु, मेरो कलेजको फी तिर्नुपर्ने थियो, मलाई गाह्रो भएको थियो। अनि मैले उसँग चाहिँ सापट्टि मागेर, मलाई त्यतिखेर अर्जेन्टली चाहिएको थियो, मैले उसँग सापट्टि मागेर अनि उसले मलाई मेरो अकाउन्टमा पैसा पठाएको। अनि उसलाई मैले भोलिपल्ट नै क्यास पैसा उसलाई मैले $1000 उसले मलाई पठायो, $1000 नै मैले उसलाई क्यास दिएको। त्यो हो रियालिटी चाहिँ। अनि हजुरहरूले त्यो एउटा त्यो स्क्रिनसट देख्ने बित्तिकै गर्ने बित्तिकै अनि त्यो जे पाए त्यही बोल्न गर्न पाउँछ अनि त्यसरी। अनि म अरू के भन्न चाहन्छु भन्दाखेरि मेरो बुवाको बारेमा, मेरो घर परिवारको बारेमा चाहिँ कसैले पनि नराम्रो नभनिदिनु होला। अनि मेरो फोटोहरूमा, मेरो भिडियोहरूमा पनि नराम्रो कमेन्टहरू नगरिदिनु होला। अनि यो सबै उसले किन गर्दैछ, मलाई किन अहिले बदनाम गरिरहेको छ, बेइज्जत किन गरिरहेको छ भन्दाखेरि चाहिँ उसले चाहिँ मेरो फ्यामिलीसँग मसँग 2 करोडको डिमान्ड गरेको थियो पैसाको लागि। अनि जो कि हामीले त्यति धेरै पैसा हामी दिन सक्दैनौँ, गर्न सक्दैनौँ भनेर भन्यौँ। अनि त्यसपछि चाहिँ आएर उसले यस्तो गरेको
पहिला चाहिँ 2 करोडको डिमान्ड गरेको थियो अनि केही समयपछि चाहिँ उसले अनि हाम्रो लागेको पैसा दिनु भनेर भनेको थियो अनि त्यही अनुसारले हामीले उसलाई 20 लाख रुपियाँ उसको लागेको जति पैसा थियो अनि त्यो सबै दिने भनेर भनेको थियौँ हामीले। कसैको पैसा खाने गर्ने भनेको छैन पहिलो कुरा चाहिँ। अनि मेरो बुवाले चाहिँ के भन्नुभयो भन्दाखेरि चाहिँ हामी पैसा दिन्छौँ तर सबै कुरा भयो भनेपछि कोर्टमा जजको अगाडि नै सबै कुरा दिन्छौँ भनेपछि पैसाहरू क्यास दिए पनि चेकमा दिए पनि उही अगाडिमै नै अदालतमा गएर नै दिन्छौँ भनिसकेपछि उसले नमानेपछि नै मलाई अहिले नै पैसा चाहिन्छ, मलाई आज नै मेरो अकाउन्टमा पैसा पठाउनु, मलाई क्यास चाहिन्छ भनेर उ गरिसकेपछि अनि जो कि मेरो बुवाले मान्नु भएन। उसले के चाहेको थियो भन्दाखेरि चाहिँ पैसा अगाडि नै लिने अनि त्यसपछि चाहिँ मलाई सधैँभरि फेरि डिभोर्स पनि नदिएर मेन्टली यसरी टर्चर दिइराख्ने, उसको त्यही नै थियो मोटिभ चाहिँ। त्यही भएर उसले यो सबै गरिरहेको छ, मलाई बेइज्जत गर्नलाई, बदनाम गर्नलाई यस्तो सबै गरिरहेको हो। अब म हजुरहरूलाई धेरै केही भन्न चाहदिनँ। प्लिज अब मेरो बारेमा त्यस्तो नराम्रो भिडियोहरू, मेरो परिवारको बारेमा, मेरो बारेमा कसैले पनि नराम्रो नसोचिदिनु होला। हजुरहरूलाई धेरै कुराहरू थाहा छैन, रियालिटी थाहा हुँदैन। हाम्रो बिचमा 4 वर्षको रिलेसनमा के भयो के भएन, अहिले म यहाँ कस्तो अवस्थामा छु, के भइरहेको छ मसँग केही थाहा छैन हजुरहरूलाई। त्यही भएर कसैको लाइफमा यसरी इन्टरफियर गरेर कसैलाई गलत बनाएर नराम्रो भन्ने काम चाहिँ त्यस्तो चाहिँ नगरिदिनु होला। अनि अर्को कुरा चाहिँ डिप्रेसनमा गयो रे ऊ, डिप्रेसनमा गयो भन्ने कुरा। डिप्रेसनमा गएको खै, डिप्रेसनमा गएको भयो भने खै के औषधि खाइरहेको छ, के कहाँ गइरहेको छ, कुन चाहिँ हस्पिटलमा गएको छ, त्यो हुनु पऱ्यो नि त प्रुफ। यत्तिकै डिप्रेसनमा गएको छ रे, यस्तो रे उस्तो रे भनेर त्यत्तिकै भनेर हुन्छ? जे पाए त्यही बोल्न पाइन्छ? हाम्रो पनि त अहिले सिचुएसन यस्तो छ, हामीलाई पनि त कति गाह्रो भएको छ। यो सबै देखेर कसलाई राम्रो लाग्छ? अब यति नै हो, लास्टमा म केही भन्न चाहदिनँ। मेरो भिडियोहरू त्यस्तो नबनाइदिनु होला, नराम्रो कमेन्ट नगर्नु होला, नराम्रो नसोच्नु होला मेरो बारेमा।